जय भैरनाथ, जय शम्भु। घरमा शान्ति हुनको लागि तीनटा चिजले घरमा जहिले पनि शान्ति मात्रै नभएर त्यो घरमा धन सम्पत्ति ऐश र ऐश्वर्य प्राप्त हुने तीनटा चिज चाहिँ के छन् त? एक नम्बरमा यदि तपाईको घरमा पूर्व र उत्तरको कोण जुन ईशान कोणमा यदि मन्दिर छ या तपाईको त्यस कोणमा पूजा आजा गर्नुहुन्छ भने, पूजा आजाको कोठा छ भने तपाईलाई सुख समृद्धि प्राप्त हुन्छ। दोस्रो नम्बरमा यदि तपाईको किचन अथवा भान्साघर चाहिँ पूर्व र दक्षिणको कोण जो आग्नेय कोण भनिन्छ, त्यो आग्नेय कोणमा तपाईले बनाउनु भएको छ भने तपाईको घरमा ऐश्वर्य प्राप्त हुन्छ भने अब तपाईले टोयलेट चाहिँ तपाईले यदि वायव्य कोणमा यानी कि तपाईको नैऋत्य कोणबाट कटेपछि पश्चिम आउँछ, पश्चिमबाट पनि नैऋत्य कोणको ठिक पश्चिम र वायव्य कोणको बीचमा तपाईको यदि टोयलेट बनेको छ भने तपाईलाई सुख शान्ति र समृद्धि ऐश्वर्य प्राप्त हुनेछ। यदि तीन चिजहरू यदि तपाईको मिलेको छैन भने तपाईलाई यस्ता प्रकारका चिजहरूद्वारा केही न केही कुरामा मनमा अशान्ति भइरहन्छ।